लाइसेन्स पनि नचाहिने बिलबुक पनि नचाहिने हेर्दाखेरि चाहिँ ठ्याक्कै स्कुटर चलाएको जस्तै फिल होस् हेर्दाखेरि चाहिँ स्कुटर जस्तै होस् हैन यदि त्यस्तो खालको मोडलको खोजीमा हुनुहुन्छ भने अहिले चाहिँ मैले यो नयाँ मोडलको भर्खरै आइसकेको लन्च भएको नयाँ मोडल रहेछ एसवे भन्ने कम्पनीको एसवे मिनीको कोब्रा भन्ने मोडल हैन एससी मोडल भनेर पनि हामीले यसलाई चाहिँ चिन्न सकिन्छ यो मोडल आइसकेको रहेछ यसको एकदम खासियत भन्नुपर्दा चाहिँ तपाईको डबल डिस्क ब्रेक अनि चाहिँ तपाईको यसमा भएको बुट स्पेस है अनि पछाडी बस्न मिल्ने गरी चाहिँ यसमा चाहिँ तपाईको यो फुट रेस्ट पनि दिएको रहेछ अगाडिको मान्छेलाई पनि मजाले फुट रेस्ट पनि दिएको रहेछ है यस्तो यो क्वालिटी युक्त सामान चाहिँ यस्तो फिचरिस्टिक सामानहरु चाहिँ आज लिएर हामी यस ग्रीन कर्नर भन्ने च्यानलमा आइसकेको छौं नमस्कार मेरो नाम कमलेश खनाल आज म वशिष्ठ अटो प्राइभेट लिमिटेड काउसुती शाखामा छु सभापति चोकमा यो यस शोरूममा आउँदै गर्दाखेरि चाहिँ यो नयाँ खालको मोडल देखेर एकदम चाहिँ आनन्दित लाग्यो त्यही भएर यसको बारेमा चाहिँ यसको फिचरहरु के छ यसको क्वालिटीहरु के कस्तो छ कति किलोमिटर रेन्ज चल्छ हैन यस्ता कुराहरु यदि तपाईको मनमा जिज्ञासा छ यस्तै खालका चाहिँ साइकलहरु लिन खोज्दै हुनुहुन्छ भने यसको विषयमा आज रहेर चाहिँ हामी कुरा गर्नेवाला छौं है त सुरुमा चाहिँ अब झट्ट मैले चाहिँ यहाँ हाम्रो शोरूमसँग कुराकानी गर्दै गर्दाखेरिको अवस्थामा दुईटा तीनटा चीजले चाहिँ मलाई एकदम एट्र्याक्टिभ बनायो है यो मोडललाई चाहिँ पहिलो कुरो भनेको चाहिँ तपाईको यसमा के छ भन्नुहुन्छ भने यसमा चाहिँ डबल डिस्क हैन नर्मली हामीले साइकलमा चाहिँ डबल डिस्क देख्दैनौं यसमा चाहिँ फर्स्ट नम्बरमा डबल डिस्क रहेछ अनि यसको चक्काको साइज पनि एकदम ठुलो रहेछ तपाईको यसमा 310 नर्मली स्कुटरहरुमा लाग्ने चाहिँ साइकलको भन्दा पनि स्कुटर मोडलकै चाहिँ तपाईलाई टायर साइज चाहिँ कम्पनीले दिएको रहेछ है साथसाथै अहिले म तपाईलाई चाहिँ यहाँ हाम्रो डिस्प्लेमा इन्स्ट्रुमेन्ट यहाँ तपाईको यो डिस्प्ले कस्तो देखिन्छ भनेर पनि देखाउने नै छु भिडियोमा हाल्ने नै छु यो डिस्प्ले पनि मलाई एकदमै आकर्षक लागेको छ है त्यो भन्दा बाहेकको अवस्थाको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईको यो जुन लेग स्पेस भनेर भनिन्छ मजाले एउटा क्यारेटहरु अट्न सक्ने हैन तपाईको चाहिँ तरकारीहरु अथवा ग्यासका सिलिन्डरहरु त्यस्ता चीजहरु बाल्टिनहरु चाहिँ मजाले अट्न सक्ने खालको चाहिँ फुट स्पेस चाहिँ यसमा चाहिँ दिएको रहेछ ताकि हामीले डे टु डे हामीले चाहिँ आफ्नो सामान्य चीज घरायसी चीजहरुलाई चाहिँ बोकेर लैजान सक्छौं अथवा डेलिभरी गर्नको लागि पनि यो उपयुक्त हुन सक्छ है त त्यो भन्दा बाहेक चाहिँ एकदमै धेरै जना हामीलाई गुनासो गर्ने चाहिँ कस्टमरहरुले प्राय के भन्नुहुन्छ भने डिक्की स्पेस भइदिए राम्रो हुन्थ्यो भन्ने खालको कुरा गर्दै गर्दाखेरि चाहिँ यसमा चाहिँ एकदम मोडरेट खालको धेरै ठुलो त हामीले पाइदैन मोडरेट खालको एससी कोब्रा मोडलमा चाहिँ मोडरेट खालको चाहिँ तपाईको यो बुट स्पेस पनि मैले चाहिँ देख्न पाएको छु है यो भन्दा बाहेक चाहिँ यसमा एकदम यसको चाहिँ एकदम फोकस पोइन्ट भनेको चाहिँ तपाईको डबल डिस्क ब्रेकका साथसाथै यसमा लागेको मोटर पनि एकदम अत्याधुनिक क्वालिटीको राम्रो क्वालिटीको चाहिँ हामीले पाएको देख्न सक्छौं अनि यसमा चाहिँ यो ग्रिलहरु पनि लागेको छ जसले गर्दा चाहिँ लड्दाखेरि अथवा केही हुँदाखेरि तपाईको यो प्लास्टिक पार्ट्सहरु चाहिँ अलिक बस्ने बलियो बनाउने हिसाबले चाहिँ कम्पनीले यो लगाइदिएको पनि मैले देख्न पाउँछु है त्यो भन्दा बाहेकको अवस्थामा चाहिँ हाम्रो यसमा जुन लाइटको क्वालिटीहरु दिएको छ मजाले तपाईको डीआरएल लाइटहरु चाहिँ मजाले अपटिमर गर्दाखेरि चाहिँ एकदम राम्रो क्वालिटीको चाहिँ मैले पाउन सक्छु है साथसाथै यो ऐना पनि तपाईको चाहिँ के छ भन्नुहुन्छ भने एकदम चाहिँ यसको फोकस चाहिँ एकदम लामो एरियासम्म चाहिँ दिने खालको चाहिँ मैले पाएको छु प्राय साइकलहरुमा चाहिँ यस्तो खालको ऐना राखेको चाहिँ मैले देख्दिन है त्यो साथसाथै चाहिँ अब यसमा भएको फुट रेस्ट अनि तपाईको मोटर पावर अनि त्यसमा तपाईको चाहिँ ब्याट्रीको क्षमताहरु यसमा चाहिँ तपाईको ड्राई सेल ब्याट्री हामीले चाहिँ हालेर दिने गरेका छौं यसको चाहिँ तपाईको 25 एम्पियरको ड्राई सेल ब्याट्री आउँछ जसको चाहिँ एक फुल चार्ज गर्दै गर्दाको अवस्थामा तपाईको 50 देखि 60 किलोमिटर सम्म चाहिँ तपाईले पाउनुहुन्छ भन्ने कुरा चाहिँ कम्पनीले क्लेम रेन्ज चाहिँ गरेर दिएको छ अब यस्तो खालको डबल डिस्क ब्रेकमा तपाईको हेर्दाखेरि एट्र्याक्टिभ लुक्स भएको तपाईले यति साइकल मोडलमा लाइसेन्स बिल नचाहिने खालको मोडल खोज्दै हुनुहुन्छ भने तल दिएको फोनमा सम्पर्क गर्नु होला वशिष्ठ अटो प्राइभेट लिमिटेड पारस बस पार्क भरतपुरमा चाहिँ काउसुतीमा चाहिँ सभापति चोक वाणिज्य बैंकको छेउमा आएर लिएर जान सक्नुहुन्छ अल नेपाल फ्री डेलिभरी भएको कुरा पनि मैले जानकारी पाएको छु साथसाथै हाम्रो ग्रीन कर्नर भन्ने च्यानललाई लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला है त